सो हेलो एभ्रिवान, दिस इज माई न्यू ब्लग। तपाईँ सबैजना नयाँ भिडियोमा आज पनि मैले एउटा भिडियो बनाएको थिएँ। मलाई मन पर्ने असाध्यै मन पर्यो खोला माछा मार्नको गएको थिएँ, माछा लाग्ने एउटा पनि। त्यही भएर मैले यो भिडियो एडिटर हालेर नयाँ भिडियो फेस गरिरहेको छु। अहिले दिउँसोको मरिन आमा ऊ त्यो मरिन नसुनेको। दिउँसो कति बजी मेरो पुरानो फोन दिउँसोको पुरानै हल्का देखाउँछु। दिउँसोको ट्याक्क लाएर कति 14:11 भयो भने 2:11 भएछ होइन। 2:11 आउने ब्लग सुरु गरेपछि फेरि मैले नयाँ भिडियो हालिदिएको छु। त्यो हेर्नु भएको छ भने राम्रो, हेर्नु भएन यो भिडियो आजको भिडियो हेरेर फेरि भिडियो हेर्नु आउनु होला। गरिबी एकदम गरिबी के हेर्दै चप्पली बाने लम्बा के हो यो यस्तो त्यस्तै छ। नकह है हामी जेपाती फेरि जेपाती बोल्नु फेरि सबै समाजको अगाडि नबोल्नु। फेरि खाजा के छ, खाजा खाऊँ भन्दा खाजा के छ, खाजा के छ बोला। यति बेला त्यो अघि भात खाएर अहिले भोक लाइहाल्नु 2 बजी यदि म नसक्नु हबी खाँ भन्दा खाजा के छ खाजा छैन भनेदेखि म के भन्छु, म घाँस खाइदिन्छु। फेरि भात काटिदिन्छु। कहाँ यहाँको गोलामा खाजा के खाने, खाजा के छ, पैसा खाजा के छ बोला। के हो के हेपेको कि के हो खाजा के छ भनेर नबोलेन कि छैन भन्नु। अनि के छ खाजा बिहान 14 दाम जहाँ दाम गएपछि त्यही त पैसा म यहाँ भन्दिनँ है, सरी गाइस। ला बोक्ला खाजा दिएन यस्तो गर्नु सक्थ्यो, यस्तो गर्नु सक्थ्यो के गाउँ थाहा बाँध्दैन भन्ने अस्ति केही त रहन्छ गाउँमा नि। आमा कहिले फल्छ भोगटे 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 कहिले फल्छ मङ्सिर कहिले आँप कहिले फल्ने हाम्रो गाउँतिर। गोलाम यति छिटो भइसक्यो आमा त गोलाम यति यत्रो भइसक्यो। कहाँ ए खाजाको यो मैले एक दिन अलिक ढिला गयो टिपेर हानिदिन्छ अरे छ कि छैन खाजा भन्न आज होइन खाजा फेरि भात हाल्नु त हाल्नु कसलाई हेर बसेको अनि भात छ भन्दै भने खान नपाउनु 11 दिनमा। सुने नसुने जस्तो गरेको कि हाल्नु भन्दा हालिदिनु नि। तर जान्छ कि माथि जान्छ माथि त्यो उसको बिरुवाले बिहान टिपी दिनु ल भयो ल भेन्टी भन्छ म ल्याउनु म खाने मान्छे भेन्टी त खाने मान्छे भएको त खाने मान्छे नै होइन खाना भनेको केही रुँदैन त नि बाँचिकन आज सक्छ यहाँ भन्दै खाजा हाल्नु त नि कसले बसेको नि यो केटा किन थर्काउनु हो मलाई पो तातन साह्रो हाल्नु आमा हाल्नु मलाई हाल्नु आउँदैन हालेर खान जानु छिटो तेरो हात छैन अझ म खाजा खानलाई चाहिँ खाजा हाम्रो गाउँहरूको लोकल खाजा भने के थाहा छ तपाईँलाई? खाजा के हो आधुन त कस्तो
यस्तो क्या त्यही भन्दाखेरि यस्तो आएको मान्छे लम्ब हाम्रो खाजा भनेको चाहिँ गाउँबाट खाजा भनेको खाजा देखिन्छ क्या हाम्रो गाउँबाट खाजा भनेको चाहिँ अब लोकल भात हो होइन कति खाने भने यति भए पुग्छ होला पुगे फेरि ठाउँ लाने के घरकै त हो नि हामीसँग अर्को यहाँ नै गाइछ माल के हाल्नु खुट्टा नहाल्नु खुट्टा मन पर्दैन थाहा तपाईँ कलेज नहाल्नु भन्दा कहाँ कलेज हाल्नु झोल हाल्नु झोल हाल्नु मासु पनि झोल हाल्छ मासु धेरै खाने सुँग्ने हो क्या मासु सुँग्ने भात टन हाल्ने कि तल थाहै छैन कस्तो हात धेरै कालो देख्यो के हो हात यस्तो के हो अब थोरै हात अब थोरै झोल थोरै यत्रो पुग्यो अब पुग्यो म अब चान्चुमा खान्न कराईमा खाने मान्छे म होइन जहाँ खायो नि खानु पायो भने फेरि नपाउनु खाना मलाई सबभन्दा डर लागेको थियो मुकबाङमा जान हो मलाई सबभन्दा मन पर्ने 3टा मुकबाङहरू फर्स्टमा गुरुमी सेकेन्डमा मिकासा थर्डमा मुकबाङ परि उनीहरूले जसले भयो नि मलाई जानु हुन्छ यो हेर्नु भन्छ नि यो मिकासाले फर्स्ट बाइट भन्छन् मिकासाले फर्स्ट बाइट खाए ल खाएन फर्स्ट बाइट भन्नुहुन्छ खाना फर्स्ट बाइट भन्नुहुन्छ अनि त्यसपछि गोरुङ दिदीले खाए ल फर्स्ट बाइट भन्नुहुन्छ मलाई मनपर्छ अनि त्यसपछि मुकबाङ पर्ने लेस डिगिङ म 3टै नभनेको होइन म ल्याम्मा खाएको ल मिठो खाएको छैन खाएको कति देखाउँछ होला म अब खाइसकेपछि भेट्छु खाएर सुकाइ छैन मैले खाजा खाइसकेको छु लागेको थियो मेरो दिदीले बोलाउनु यहाँ ठक्क लगाएर होइन किन भन्दाखेरि मेरो एउटा हजुरबा हजुर कस्तो त नआनु उता नि त नि मेरो भ्लग म कहिले हिजो पनि बिग्रिन्छ मेरो यहाँ हिजो पनि बिग्रिन्छ आज म बिगारिदिँदैन म आज बिग्रिँदैन गाइदिएन म आज सिस्टर हो त म सुतिरहेको थिएँ कि म सुतिरहेको थिएँ सुत्न लागेको थिएँ यहाँ सिमले बोलाइ किन भन्दाखेरि मेरो केटा हजुरबा आउनु भएको रहेछ काठमाडौँबाटै ठाउँमा बोक्नु पर्ने रहेछ अलि धेरै छ क्या धेरै छ बोक्नु जाँदैछु क्या
एकले हुन्छ ठोक्नु नानी टक्क भिरमा जाँदाको यस्तो देखाइदिन यस्तो देखाइदिन देखायो नि बिना कहाँ भिड कम हुन्छ क्या मेरो बल्ल लागेको भिड पनि कम हुन्छ होइन अलिक बुझ्नु न तपाईँ अलिक बुझ्नु तपाईँ अलिकति बुझ्नु तपाईँ टक्क आएर अब हामीलाई एकछिन कहाँ गोलाइमा छ सामानहरू एउटा स्पिकर छ नि कस्तो स्पिकरहरू ए मालै माल त्यो त हान्नुपर्छ अलिअलि त खाना भन्दा के मलाई आउँदैन पहिला यो र दिएर म यस्तो के खान्थ्यो होइन आज यो मुहाल धेरै पाएर होइन धेरै मुहाल पाएर घरमा दिँदा निस्किन्थ्यो भन्दै छ मैले मात्रै के लख त्यो चाहिँ गोली भएको क्या म हिँडिकिने गरेर कालो आएको यहाँ देखायो यहाँ उहाँहरू उहाँ माथि अनि सेलुकको गाडी तिमी अघि धेरै म अस्ति गएको पुरै लडेको म लडेको त अलिक देखेको भ्लगिङ हालिदिउँ मैले को भएछ ए यहाँ छोडै जानु ल यति नै है ठिक हो त झोलामा बोक्छ है झोलामा बोक्ने हो त उसले यस्तो क्या उसले यस्तो कहाँ म यो भन्छु कहीँ भनेको थिइनँ मैले हाम्रो के परिवारमा आएन म झोला बोक्दैन झोला बोक्छु अरे देखाएँ मलाई भिडियो फेरि बोकिसक्यो त बोक्ने हो ल खायो नि म यो बोकिसक्यो चाहिँ हामीले सामानको व्यवस्था हालिसकेको छु मैले चाहिँ यहाँ यो पो गर्नु ओए चिन गर्नु चिन गर्ने के छ त आइया लाड गर्नु छ के ओए राइट यति लान्छ त म त आइया हामीलाई खानसामान ल्याइदिएको छ बाल मलाई म बोक्छु भन्नु तँ किन माइनस त होइन यस्तो छेउ ल गाइस ल अब चाहिँ मलाई सजिलो पनि त अब चाहिँ ल कुद्दिउँ क्या कुद्दिउँ क्या फेरि हामीलाई खानु ल्याइदिएको छ खाइस म बोक्छु भने त नमान्ने नबोक म बोकिनँ अहिले मैले बोक्दैन किन माथिदिनुहोस् नि हलुको खाँदैछु उचाल्नु उचाल न त तान्छेले गएन यो सामान म पुऱ्याउँछु ओर्छ नि भेट्छु तपाईँलाई म सामान बोक्दाखेरि हात नै गल्दो रहेछ मन नै गल्छको यहीँ लगाइछु अहिले चाहिँ मैले सामान पुरै एकछिन बस्यो अरे खाजाहरू खाएँ के खाजा भन्दाखेरि पास्ता जस्तो अनि एउटा जुस खाएँ बदाम जुस त्यो खाएर टक्क अहिले म घरि हिँडिसकेको छु अब अरू के भन्नु छ तपाईँलाई नि आजको भिडियो मन पऱ्यो भने लाइक सब्सक्राइब सेयर सबै गर्न नबिर्स्नु होला आजको भिडियोमा यहीँ अन्तिम टिक्न चाहन्छु यो भिडियो हस् धन्यवाद अन्तिम हेर्नुभएको सबैलाई फेरि धन्यवाद भन्न चाहन्छु फेरि हृदयदेखि नै टक्क लाइक एन्ड सेयर गर्न नबिर्स्नु होला